याद छ स्कुल पढ्दाको त्यो बर्खा? जब लास्ट पिरियडतिर आकाश कालो भएर आउँथ्यो, हाम्रो मनमा एउटा छुट्टै उमङ्ग हुन्थ्यो। छुट्टी हुने बित्तिकै दर्केर पानी पर्न थाल्यो भने त झन् लाग्थ्यो आज त संसारै हाम्रो हो। छाता हुनेले पनि नओढेजै गर्थे, अनि नहुने त झन् रुच्दै जान पाइने भो भनेर मक्ख पर्थे। आधा बाटो पुग्दा नपुग्दै त्यो सेतो सर्ट पुरै शरीरमा टाँसिसक्थ्यो। जुत्ताभित्र पानी पसेर चपचप आवाज आउँदा हिलोमा एउटा ढुङ्गा हान्दै साथीलाई छापाको त्यो रमाइलो, हो। अझ त्यो बेला आमाले गाली गर्नुहुन्छ भन्ने डर त हुन्थ्यो, तर पानीमा रुज्नुको त्यो मज्जाको अगाडि अरू सबै कुरा फिका लाग्थ्यो। रुच्दै स्कुल ब्यागभित्रका कापीका कुनाहरू पनि अलिअलि भिज्थे, तर हामीलाई त्यसको मतलब हुँदैनथ्यो। बाटोमा जमेको पानीमा कागजको डुङ्गा बनाउनु अनि कसको डुङ्गा टाढा पुग्छ भनेर बाजी राख्नु। घर पुग्दा त पुरै मुसो झैँ भिजेर दाँत किटकिट गरी जाडो भइरहेको हुन्थ्यो। आमाले बिरामी हुन्छस् भन्दै टाउकोमा तौलियाले पुछिदिँदाको त्यो न्यानोपन, सायद आजका महँगा हिटर र एसीमा पनि त्यो आनन्द छैन। अहिले त पानी पर्दा हामी गाडीको सिसा बन्द गर्छौँ वा अफिसको झ्यालबाट झरी हेर्दै जाम हुन्छ भनेर कराउँछौँ। अझ आज हामी छाता र रेनकोट बिना घर बाहिर निस्कन डराउँछौँ। तर त्यो बेलाको हामीलाई न रुगाखोकीको डर थियो, न लुगा फोहोर हुने पिर। हामीसँग केवल त्यो बर्खाको आनन्द लिने एउटा सफा मन थियो। तपाईलाई पनि त्यो स्कुलबाट घर फर्कँदा